सो हेलो जयमसी तपाईँ सबैजनालाई फेरि पनि नयाँ ब्लग नयाँ दिनमा स्वागत गर्न चाहन्छु र विशेष गरी अहिले चाहिँ हामी सङ्गति जाँदै गर्दाको यो अवस्था छ। अनि यसरी यो है डाँडाहरू हामी चढ्दैछौँ। मण्डली भवन चाहिँ त्यहाँनिर छ। अनि सो यो मौसमले पनि हामीलाई चाहिँ एकदम च्यालेन्ज दिइराखेको छ है। पानी परिराखेको छ स्टिल। हिजो बेलुकादेखि पर्न सुरु गरेको, आज पनि परिराखेको छ है। अनि यस्तो पानी परेपछि चाहिँ ट्राभलहरू गर्नको लागि चाहिँ धेरै नै रिस्की पनि हुन्छ है। तर पनि परमेश्वरको आराधना गर्नलाई कुनै पनि कुराले रोक्नु पनि सक्दैन, छेक्नु पनि सक्दैन। सो त्यो भएको हुनाले चाहिँ हामी यसरी चाहे डाँडै काट्नु परोस् होइन, चाहे जानु परोस्, हामी प्रभुको लागि हामी जाँदैछौँ है। अनि सो अगाडि भने चाहिँ हाम्रो अङ्कल र बहिनी हुनुहुन्छ है। अनि यत्तिको जङ्गल चाहिँ यत्तिको घना छ र बाटो चाहिँ यस्तो छ है। जुगा चाहिँ आई थिङ्क अहिले आउँदैन होला है। ल उहाँहरू चाहिँ त्यहाँ हुनुहुन्छ। अनि तपाईँहरूको पनि दिनहरू कस्तो हुँदैछ लेख्न सक्नुहुन्छ कमेन्टमा। के गर्दै हुनुहुन्छ है, जहाँदेखि हेर्दै हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ। आशा छ तपाईँहरू सबैजनाले एकदम आफ्नो ठाउँमा दामी गर्दै हुनुहुन्छ अनि प्रभुको महिमा पनि गर्दै हुनुहुन्छ है। आज शनिबारको दिन, चैत्र 14 गते। अनि आशा छ तपाईँहरू सबैजनाले असलै गर्दै हुनुहुन्छ। हेर के गर्दैछ, चिप्लिन्छौ तिमी, हेर त्यहाँबाट जाने होइन नि त। यस्तो अप्ठ्यारो बाटोबाट गएर हुन्छ त हुँदैन नि त। चप्पल पनि फेरि त्यस्तै चिप्लो लगाएर आएको छ तिमीले। हेर अनि आज भने चाहिँ यसरी हिँड्नेमा पऱ्यो है। तर पनि हामी खुसी छौँ हिँडेर आउँदै गर्दा पनि। अब पानी परेको मौसममा होइन, बाइकलाई पनि रेस्ट आराम गराइदियो भने मान्छे चाहिँ यसरी हिँड्नु परेको छ है। के छ आशिका, सन्चै छ? जयमसी भनिदियो। उकालो यतिको उकालोमा पनि स्याएर फ्याफे भइरहेछ है। झन् अब विकट ठाउँतिर अब सङ्गति जानुहुने हाम्रो प्रिय दाजुभाइहरू दिदीबहिनीहरू पनि कसरी जानुहुन्छ होला त? एउटा हुन्छ यताबाट त हुँदैन क्या, बाटै छैन यसो। यतैबाट जाउँ, यो मान्छेको बारीबाट नजाउँ होला। झन् त्यो अब काठमाडौँ छोडी अरू विकट ठाउँहरूमा हुने दाजुभाइ दिदीबहिनीहरू झन् कसरी जानुहुन्छ होला उहाँहरू त? जहाँ अब यतिको डाँडा त उहाँहरूको लागि त केही पनि हुँदैन। पुग्नुपर्छ होइन एउटा डाँडादेखि अर्को डाँडासम्म। कहाँदेखि 3-4वटा 4-5वटा डाँडा कटेर चाहिँ उहाँहरू यसरी सङ्गतिमा जानुहुन्छ है। प्रभुको महिमाको लागि प्रभुमा तृषित भएर, प्यासी भएर, भोको भएर जानुहुन्छ। अनि त्यो चाहिँ एकदमै आशिषको कुरा हो। सो त्यो भएको हुनाले हामी पनि यति जाबो उकालो त के नै हो र होइन। प्रभुको शक्तिमा त हामी फेरि इलिया जस्तै उडेर जानुपर्छ, भागेर कुदेर जानुपर्छ अनि। ओ वाउ साथीहरू, फाइनली हामी चाहिँ यहाँ माथि आइसकेका छौँ। जस्तो देख्न सकिन्छ त्यो चाहिँ हाम्रो तलबाटको दृश्य है। भवन बब्बाल देखिरहेछ बाहिरबाट र भित्रबाट पनि बब्बालै छ। व्हाइट घर त्यसपछि छ र यस्तो भिरालो देखिन्छ यहाँबाट है। अनि थाकियो नि त हौ साथीहरू, थाकियो नि त। अहिले त जुगा त आउँदैन होला है, खासै जुगा त देखिनँ मैले है। ए चिप्लियो जुगा त छैन साथीहरू,
नानी झन्डै चिप्लेर तलतिर पुगिन हौ है ल वाउ गाइज ल यस्तो दामी दृश्य हामी यस लाइफमा कहिले पनि देख्न पाउँदैनौँ क्या तर हामीले देख्न पाइराखेका छौँ यो चाहिँ हाम्रो लागि सौभाग्यको कुरा हो है सृष्टिको सुन्दरता अद्भुत छ परमेश्वरको सृष्टिको सुन्दरता भयो अब त यहाँ चिप्ले होइन हेर न हेर सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता कति दामी छ हालेलुया हालेलुया फाइनली हामी आइपुग्यौँ होइन त हजुर चिप्लिन्छ नि बिस्तारै लड्छौ फेरि र यहाँ भने चाहिँ अब यो मकैको लागि होला है पकै पनि यसरी यहाँनिर एउटा गर्दै दुईवटा गर्दै घरहरू पनि बनिँदैछ अब डाँडामाथि बसालेको सहरै हुन्छ यहाँनिर र देख्न सकिन्छ हामीलाई अहिले चाहिँ भने पानी रोकिएको छ तर स्टिल पर्न त हल्का छिट्टा चाहिँ हानिरहेको छ सो धन्यवाद छ तपाईँहरू सबैजनालाई है यहाँसम्मको हाम्रो यो सङ्घर्षलाई हेरिदिनु भएको छ अनि यसरी मण्डली आउनु पाउँदा पनि प्रभुको सेवा गर्न प्रभुको आराधना गर्न आउनु पाउँदा पनि धेरै नै खुसी लागेको छ है बाटो अब यस्तो छ हिलो छ अझै थुप्रो हाम्रो परिवारहरू आउनु बाँकी छ आउँदै हुनुहुन्छ तर पनि हामी प्रभुको महिमा गर्नलाई चाहिँ हामी रोक्दैनौँ हामीलाई चिप्लो बाटोले रोक्दैन हामीलाई होइन कुनै साधनले रोक्दैन हामीसँग साधन होस् नहोस् हामी चाहिँ स्टिल प्रभुको महिमालाई गरि नै रहन्छौँ होइन अब रोमी शासकले रोक्न खोजे यहुदी जातिले छेक्न रोक्न आउने कुराहरू थुप्रो छ है तर ती कुराहरूलाई हामी जितेर हामी परमेश्वरको राज्यको लागि परमेश्वरको महिमाको लागि हामी अघि बढी नै रहन्छौँ तपाईँ सबैजनालाई धेरै धन्यवाद जय मसी आन्टी धेरै धेरै धन्यवाद छ यहाँको सङ्घर्षसम्म तपाईँले हेरिदिनु भएको छ माया देखाइदिनु भएको छ धन्यवाद तपाईँ सबैजनाको आजको सङ्गति एकदम आशिषमय भएको होस् तपाईँ सबैजनालाई बाई बाई जय मसी